आज हामी यहाँ मध्य क्षेत्र सरसफाइ अगाडि हामी आँपको गाछी रोप्दैछौँ 5 वटा। यो आज हाम्रो समाजसेवी दाई देवकी नन्दन अग्रवाल दाईले उहाँले आफ्नो नाति शिवम अग्रवालको जन्मदिनमा 5 वटा बिरुवा रोपिदिनु भन्नुभएको थियो। आज हामीले राम्रो खालको 5 वटा आँप गाछी हामी यहाँ रोप्दैछौँ। यहाँ एउटा यसको विशेषता के छ भने यो एरियामा बिरुवा हामीले लाउँदा हैरान भएको थियौँ, तर अब अहिले उहाँहरूले यो एरियाको सबै बिरुवालाई आफू चाहिँ हेरचाह गर्ने संरक्षण गर्ने भन्नुभएको छ। त्यसले गर्दाखेरि हामीले यो एरियालाई रोप्दैछौँ। गोलो बनाएर इनार जस्तै गोलो बनाएर रोप्दैछौँ। बाबुलाई जन्मदिनको धेरै शुभकामना छ। सबैले आफ्नो जीवनमा आफ्नो बर्थडेहरूमा यसरी नै बिरुवा रोप्ने गरौँ हामी, होइन? उहाँहरू रेगुलर आफ्नो चाहिँ यसलाई स्याहार गर्ने भन्नुभएको छ। मजाले पानी हालिदिनुहोस्, कति खान सक्छ पानी चाहिँ मजाले हालिदिनुहोस् है। अब यसलाई चाहिँ भन्छ गुलाब खास छ, एउटा जर्दालु छ, होइन? एकदम राम्रो आँपहरू छ यिनीहरू, एकदमै राम्रो आँप चाहिँ यहाँ हामीले ल्याएको छौँ। यहाँ 5 वटा छौँ। अर्को साथीले उहाँ हाल्दै हुन्छ। यहाँ बिरुवा यहाँ छ, उहाँहरूको साथीहरू उहाँ खन्दै हुनुहुन्छ, होइन? हामी ठ्याक्क यो रोड सेस चोकभन्दा अलिकति दक्षिण हामी यहाँनिर छौँ। यो भास्कर रोड सेस चोक